यसको छानबिन गरेर यस्ता सांसदलाई सदनबाट निलम्बन गर्नुपर्छ भन्ने म जोरदार माग। तर समानुपातिक सांसद भनेको समानुपातिक सांसद भएर आई चाकडी गरी फरिया उचाली जस्तो अभिव्यक्ति एकजना मान्य सदस्यले बाहिर संसद भवन बाहिर गएर जुन दिएको छ त्यो चाहिँ मलाई घोर आपत्ति म यसप्रति व्यक्त गर्न चाहन्छु। कसको आज फेरि मात्र बनेको समानुपातिक सांसद कहीं सांसद हो? तपाईले के कुरा गर्नुहुन्छ? समानुपातिक सांसदको हैसियत छैन छैन हो। नेता चाकरीबाट आएको एउटा कुरा के भने हामी जनताको प्रतिनिधि जनताबाट जितेको निर्वाचित सांसद। ठीक छ, मेरो अभिव्यक्तिमा आलोचना राजनीतिक आलोचना गर्न पाइन्छ। मलाई जति गाली गलौचा दिए पनि दिनुस्, राजनीतिक रूपमा मलाई गाली दिनुस्। नेता केले खुसी हुन्छ? कसको फडिया समात्ने, कसको खुट्टा समातेर आएर कसलाई पैसा बुझाएर आउने हो? च्याम घिमिरे र एउटा महिला छ नि नगिना यादव, त्यसलाई गाली गर्नलाई दिनुभयो के गाली गर्नलाई आकस्मिक हो? संसदमा समानुपातिक सांसद आफैमा एउटा बोझ। अर्को कुरा सभामुख महोदय, म बजेटभन्दा बाहिर गएर एउटा कुरा बोल्न चाहन्छु। हामी समानुपातिक सांसद भनेको के हो हैन? त्यसले गर्दाखेरि यो समानुपातिक सांसदमाथि जे कुरामा पनि हामीलाई चाहिँ अगाडि तेर्साइन्छ। यो समानुपातिक सांसद अभिव्यक्तिमा पनि समानुपातिक सांसदलाई जोडिन्छ हैन? हामी समानुपातिक सांसदको भर्खरै मैले एउटा अभिव्यक्ति देखेको थिएँ। ठिक छ, मेरो अभिव्यक्तिमा आलोचना राजनीतिक आलोचना गर्न पाइन्छ। मलाई जति गाली गलौचा दिए पनि दिनुस्, राजनीतिक रूपमा मलाई गाली दिनुस्। तर समानुपातिक सांसद भनेको समानुपातिक सांसद भएर आई चाकडी गरी फरिया उचाली जस्तो अभिव्यक्ति एकजना मान्य सदस्यले बाहिर संसद भवन बाहिर गएर जुन दिएको छ त्यो चाहिँ मलाई घोर आपत्ति म यसप्रति व्यक्त गर्न चाहन्छु। र यसको छानबिन गरेर यस्ता सांसदलाई सदनबाट निलम्बन गर्नुपर्छ भन्ने म जोरदार माग राख्दै यहाँबाट बिदा हुन्छु। हस्त, धन्यवाद, जय नेपाल। तोडेर आफै उहाँ बदनाम भइराख्नु भएको छ कि आकस्मिकमा दुईटा संसदको बिचमा कुनै घटना भएको हुन्छ, कुनै हत्या भएको हुन्छ, कुनै आगे लागि भएको हुन्छ, कहीँ पहिरो गएको हुन्छ, बाढी गएको हुन्छ, या कुनै राजनीतिक घटनाक्रम हुन्छ, त्यो कुरामा उठाउनु पाउने। तर उहाँले सत्ता पक्षको सांसद सचेतक श्याम घिमिरे र एउटा महिला छ नि नगिना यादव, त्यसलाई गाली गर्नलाई दिनुभयो के गाली गर्नलाई आकस्मिक हो? त्यो पनि गनाउने सांसद भनेर होइन, गनाउने गरिमा माथि नै होइन। उहाँ के को जनप्रतिनिधि? कसको आज फेरि मात्र बनेको समानुपातिक सांसद कहीं सांसद हो? तपाईले के कुरा गर्नुहुन्छ? समानुपातिक सांसदको हैसियत छैन छैन हो। नेता चाकरीबाट आएको एउटा कुरा के भने हामी जनताको प्रतिनिधि जनताबाट जितेको निर्वाचित सांसद, त्यस्ता समानुपातिक सांसदको हामी नाम पनि सुन्न चाहदैनौँ। उसको काम कर्तव्य के हुन्छ? नेता केले खुसी हुन्छ? कसको फडिया समात्ने, कसको खुट्टा समातेर आएर कसलाई पैसा बुझाएर आउने हो? त्यस कारणले गाउँपालिकाको एउटा वडाध्यक्ष के मुसलमान थियो, त्यसले ट्राफिक प्रहरीलाई वर्दीधारीलाई तथानाम गाली गर्छ। आमा चकाली जुग म तपाईँको मिडियाका अगाडि बोल्न सक्दैन त्यो वर्ड, त्यसलाई नसमात्ने। किन? पुलिसले जम्मै काङ्ग्रेसको गुन्डा तस्कर